माता लक्ष्मीले भन्नुहुन्छ, यस्ता 3 वटा काम गर्ने महिलाहरूको घरमा कहिल्यै समृद्धिको बास हुँदैन। के काम गर्नुहुन्छ, के काम गर्नुहुन्न? नमस्कार भक्त सज्जन, सर्वप्रथम त यहाँहरूलाई स्वागत गर्न चाहन्छु म ऋषिराम लम्साल हरिबोल अल दर्शन पूर्ण दर्शन युट्युब च्यानलमा। हाम्रो पुरातन जुन संस्कृति छ, जुन संस्कार छ, यो संस्कारमा धन, समृद्धि, सौभाग्यकी अधिष्ठात्री देवी लक्ष्मीको महानता अत्यन्तै अधिक छ अथवा अत्यन्तै उच्च स्थानमा राखिएको छ। विश्वास गरिन्छ कि जसको घरमा माता लक्ष्मीको कृपा रहन्छ त्यहाँ कहिल्यै धन, शक्ति, शान्ति, सुखको अभाव कहिल्यै पनि हुँदैन। तर माता लक्ष्मी त्यही घरमा बस्न चाहन्छन् जहाँ सरसफाई, पवित्रता, संयम र परोपकारको वातावरण हुने गर्दछ। विशेष गरी यदि कुनै महिला जो घरको सञ्चालक हो, महिलालाई घरकी लक्ष्मीको दर्जा दिइएको छ। महिला यत्र पूज्यति नारेस्तु तत्र रमन्ते देवता मनुस्त्रीमा बताइएको छ। त्यसै भएको कारणले स्त्रीलाई घरको लक्ष्मी मान्ने गरिन्छ। केही विशेष नियमहरूको पालना गर्नुपर्ने हुन्छ र त्यो घरमा सकारात्मक ऊर्जा यो आकाशिन्छ र माता लक्ष्मीको कृपा निरन्तर बनिरहन्छ। तर यदि ती महिलाले केही गलत बानीहरू अपनाइन् भने त्यो घरमा दरिद्रता र दुर्भाग्यको बास सधैँभरि हुनेछ, लक्ष्मीले बास गर्नुहुने छैन। अब ती कामहरू जुन महिलाले गर्नु हुँदैन के हुन् त? घर सफा नगर्ने काम, जुन माता लक्ष्मीले फोहोर र अव्यवस्थित स्थानमा बस्न मनै पराउनुहुन्न। यदि घर अव्यवस्थित छ, फोहोर छ अथवा कुचो नगरिएको छ, बिहानमा पोचा लगाइएको छैन भने त्यहाँ दरिद्रता प्रवेश गर्छ। सफा, सुगन्धित र पवित्र घरमा मात्रै लक्ष्मीको बास रहने हुन्छ। लक्ष्मी पनि त्यहाँ बस्न रुचाउँछिन्, चाहन्छिन्। अर्को कुरा के छ भन्दा प्रभातमा बिहान उठेर स्नान गर्नु भएन। यदि बिहान उठेर स्नान गर्नु भएन भने पनि त्यहाँ लक्ष्मी रिसाउने छिन् भनिन्छ। हाम्रो परम्परामा बिहानै उठेर चाँडै उठ्ने, स्नान गर्ने यसको महत्त्व अत्यन्तै बढी छ र स्नानले शरीर मात्र होइन कि मनको शुद्धता पनि ल्याउनेछ। बिहान स्नान गर्दाखेरि महिलाहरूले मात्र होइन कि सम्पूर्ण परिवारको आध्यात्मिक ऊर्जा पनि शुद्ध हुनेछ र लक्ष्मी माताले पनि शुद्ध गराउने छिन्। जुनसुकै पुरुष होस् या स्त्री बिहान उठेर ब्रह्म मुहुर्तमा नुहाउनु यदि हो भने यसले अत्यन्तै राम्रो गर्नेछ। त्यो घरमा लक्ष्मीको बास हुनेछ। त्यो पवित्र काम हो र यो जुन लक्ष्मी प्राप्तिको मार्ग पनि हो। र अर्को के छ त भन्दा तुलसीको सेवा नगर्नु पनि यो लक्ष्मी रिसाउनुहुन्छ भनिन्छ। बिहान उठेर तुलसीको सेवा गर्नु। तुलसीलाई देवी तुलसीको रूपमा पुजिन्छ। जब स्त्रीले दैनिक तुलसीलाई जल अर्पण गर्दिनन् त्यो घरमा पवित्रता र आध्यात्मिक ऊर्जा घटेर जानेछ। तुलसीको सेवा नगर्ने घरमा देवताको कृपा पनि कम हुने गर्दछ र लक्ष्मी पनि टाढा हुने छिन्। यो यहाँहरूले अत्यन्तै ध्यान दिनुपर्ने कुरा। अब यस्ता चाहिँ जुन अन्य कामहरू पनि छन् जसले यहाँ लक्ष्मीको कृपा सधैँ घरमा बनाइराख्छ भन्ने शास्त्रले बताउँछ अथवा हाम्रो आध्यात्म दर्शनले बताउँछ। बिहान उठेर स्नान गर्नु, देवीको पूजा गर्नु, घर सधैँ सफा सुव्यवस्थित राख्नु, तुलसीको रेखदेख र जल अर्पण गरिराख्नु, गौमातालाई खाना खुवाउनु, गौमाताको सेवा गर्नु, पशु पन्छीहरूको सेवा गर्नु, भान्सामा पकाउने बेलामा पवित्रता राख्नु। किनकि कुनै पनि रिसले पकाएको खाना त्यो राम्रो हुँदैन। यदि खाना खाँदा यहाँले भगवानको नाम लिएर खाना बनाउनुहुन्छ भने त्यो प्रसाद बन्ने छ। कहिल्यै क्रोध नगर्नु, लोभ, मोह, अहङ्कार कहिल्यै नगर्नु। नियमित रूपमा यहाँहरूले दान धर्म र सेवा कार्यमा संलग्न रहनु। यति गर्नुभयो भने लक्ष्मी माता सधैँभरि यहाँसँग खुसी रहनुहुनेछ र यहाँको चाहिँ कृपा प्रसाद उहाँले वर्षाइरहनुहुनेछ। यस्ता यी हाम्रो जुन आध्यात्मिक दर्शनका परम्पराहरू, यी कार्यहरू केवल धार्मिक विश्वासमा मात्रै होइनन्। यिनीहरू जीवनशैलीका वैज्ञानिक, भावनात्मक
र व्यावहारिक कुराहरू पनि हुन्, व्यावहारिक पक्षसँग जोडिएका कुरा पनि हुन्। यदि यहाँहरूले गहिरोसँग यो जोडिएको कुरालाई गहन रूपमा अध्ययन गर्नुभयो भने पक्कै पनि यहाँहरूले लाभ लिन सक्नुहुनेछ र घरको वातावरणमा शान्ति, समृद्धि, सौहार्दपूर्ण वातावरण बन्नेछ र अनि त्यही घरमा माता लक्ष्मीको थायी रूपमा बसोबास हुनेछ। यहाँलाई सधैँभरि कृपा प्रसाद बर्सिरहनेछ भन्दै आजको यो भिडियो कस्तो लाग्छ यहाँहरूले कमेन्टमा जय माता दी, जय लक्ष्मी माता भनेर कमेन्टमा लेख्नुहोला र जिज्ञासा छ भने जिज्ञासा पनि लेख्नुहोला र यो भिडियोलाई धेरैभन्दा धेरै साथीहरूमा सेयर गरेर हामीलाई हौसला प्रदान गर्नुहोला भन्दै आजको यो बसाइबाट बिदा लिन चाहन्छु। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्ति मा कश्चित् दुःखभाग् भवेत्।